हुन्छ सबैजनालाई फेरि पनि प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। सबैजना सन्चै हुनुहुन्छ भन्ने म आशा गर्दछु है त। आज एउटा रमाइलो टपिक, वाट इज द राइट एज टु गेट म्यारिड। कुन समयमा चाहिँ बिहे गर्ने एउटा राम्रो समय हो त होइन। हामी युथहरू छ, हुर्किँदैछ, बढ्दैछ होइन। अब केटाकेटी हेरिरहेछ होला, तर कुन चाहिँ समय सही समय होला त होइन। पहिलो कोरिन्थी 7 अध्यायमा हामीले 36मा होइन हेऱ्यो भनेदेखि त्यसमा चाहिँ के भनेको छ भनेदेखि कसैलाई बिहे गर्न मन छ भनेदेखि चाहिँ उसले इच्छा गर्छ भनेदेखि उसको प्युबर्टी लेभल क्रस गरिसक्यो भने चाहिँ उसलाई चाहिँ नरोक, उसलाई चाहिँ बिहे गर्न दियो। त्यो सिन हुँदैन अरे क्या, पाप हुँदैन अरे होइन। सो पछि गएर हामीले एउटा राम्रो एउटा प्याराबल छ है। इजिकलमा हामीले 16को 4देखि 8सम्म हेऱ्यो भनेदेखि चाहिँ जेरुसलमलाई चाहिँ कसरी होइन प्रभु आफूले चाहिँ प्रभु चाहिँ एज अ हस्बेन्डले चाहिँ कसरी हुर्काउनु भयो। जेरुसलम चाहिँ एउटा मरुभूमिमा फालेको बच्चा थियो सानो होइन। अनि उसलाई चाहिँ धोयो होइन, उहाँले चाहिँ नुहाइदियो अनि सफा गरिदियो अनि तिमी जिउ भनेर भनेको छ है त। सो उसलाई चाहिँ एउटा प्लान्टमा होइन बिरुवामा पानी हाले जस्तै त्यो बच्चालाई चाहिँ हुर्काउँदै बढाउँदै जान्छ। पछि ऊ बढ्छ होइन, बढेपछि के हुन्छ अनि ऊ प्युबर्टी लेभल क्रस हुन्छ होइन। टिनेज लाइफमा आउँछ अनि टिनेज लाइफमा आएपछि के हुन्छ उसको बिस्तारै शरीरहरू होइन स्तनहरू बढ्छ अनि प्राइभेट पार्टहरूमा हेयर्सहरू कपालहरू पलाउँछ। त्यो चाहिँ साइनहरू है त प्युबर्टी लेभल क्रस गरेको चाहिँ। अनि त्यो समय आइसकेपछि उहाँले समय कुर्नु हुन्छ बढ्दै होइन। अनि समय आइसकेपछि चाहिँ उहाँले चाहिँ एउटा ओथ प्रमिस गर्नुहुन्छ, म तिमीलाई बिहे गर्छु भनेर चाहिँ के गर्नुहुन्छ एउटा निर्णय गरेर बिहे गर्छ है त। सो तिनवटा कुरा हामीले त्यहाँबाट सिक्छ क्या त्यो प्याराबलबाट है त। त्यो नेपालीमा के हुन्छ प्याराबल है त। प्याराबलबाट बेसिकली सो एउटा चाहिँ शरीरको परिपक्वता हुनुपर्दो रहेछ होइन, शरीरमा नि सबै डेभलप हुनुपर्दो रहेछ। सेकेन्ड चाहिँ हाम्रो प्रेमको परिपक्वता हुनुपर्दो रहेछ होइन। प्रेम हामीले के हो होइन कसरी बुझेको छौँ, फ्यान्टासी छ कि होइन, फेरी टेल छ कि हाउ वी हेभ अन्डरस्टुड अबाउट लभ होइन। लभ भनेको के हो रहेछ त, एक दिनको दुई दिनको मात्रै होइन नि त। म्यारिज इज अ कमिटमेन्ट होइन, होल लाइफ कमिटमेन्ट। सो प्रेमको परिपक्वता पनि हुनुपर्दछ। अनि अन्तिममा चाहिँ तेस्रोमा चाहिँ के पनि हुनुपर्दो रहेछ भनेदेखि तपाईँको यो सही समय राइट टाइम त्यो पनि पर्खिनु पर्दो रहेछ क्या। सही समय के रहेछ त हाम्रो लागि होइन। अनि तालमुद भन्ने तपाईँको यो हिब्रू जुइस कम्युनिटीको उनीहरूको बाइबल जस्तै होइन। अनि उनीहरूले चाहिँ के भन्छ भनेदेखि त्यो चाहिँ 3 शताब्दीदेखि तपाईँको 6 शताब्दीसम्म लेखेको एउटा बुक हो क्या है त। त्यसले चाहिँ के भन्छ भनेदेखि अब बिहे नगर्नेहरू चाहिँ हत्यारा हो अरे क्या। तिमीहरू बिहे गरेन भने चाहिँ तिमी चाहिँ हत्यारा अरे। अनि उनीहरूले चाहिँ यो कतिबाट निकाल्छ भनेदेखि यो उत्पत्ति 2:18बाट होइन, मानिस एक्लो बस्नु असल अरू उत्तम छैन भन्ने त्यो एउटा बाइबल भर्स छ नि। अनि उनीहरूले चाहिँ त्यो बिलिभ गर्छ। सो एभ्री वान हेज टु गेट म्यारिड। अनि जसले चाहिँ बिहे गर्दैन त्यो चाहिँ हत्याराको रूपमा उनीहरूले लिएको छ है त। त्यो चाहिँ जुइसले त, नन जुइसहरू हामी जेन्टाइल्स पनि भन्छ है त, तिनीहरूले चाहिँ 30 वर्षदेखि 35 वर्षसम्म बिहे गरिसक्नुपर्छ भनेर चाहिँ उनीहरूले चाहिँ भन्छ है त। अनि यसो सोच्दाखेरि दुइटै भ्यू चाहिँ के रहेछ, गलत रहेछ क्या। सही पाउलले के भन्नुहुन्छ, पाउलले चाहिँ होइन होइन सबैको आफ्नो के हुन्छ एउटा ट्यालेन्ट हुन्छ है। सबैको आफ्नो ट्यालेन्ट हुन्छ। कोही मान्छेको ट्यालेन्ट चाहिँ के होला भनेदेखि बिहे नगरिकन बस्ने पनि एउटा ट्यालेन्ट। अनि अर्को चाहिँ के भने बिहे गरेर आफूले इच्छा लागेको छ भनेदेखि चाहिँ आफूले त्यो थाम्न सक्दैन भने चाहिँ के हो भने बिहे पनि गर्नु भनेको छ है त। सो दुइटै गिफ्ट रहेछ है त। इट्स अ गिफ्ट फ्रम गड, परमेश्वरको एउटा हाम्रो लागि गिफ्ट रहेछ। अनि अब त्यो बिहे नगरिकन बस्यो भने चाहिँ फाइदाहरू पनि रहेछ क्या। फेरि के फाइदा रहेछ त? नम्बर 1 फाइदा चाहिँ के रहेछ भनेदेखि अब मिनिस्ट्रीमा लाग्नु भएको छ भनेदेखि होइन अलिकति सक्रियसँग मिनिस्ट्रीमा जान सक्नु रहेछ। परिवारको टेन्सन गर्नु पर्दैन रहेछ, श्रीमतीको बच्चाहरूको पढाइहरूको होइन। सो यु क्यान गो वेयर एभर यु वान्ट होइन। परमेश्वर तपाईँलाई जहाँ पठाउनुहुन्छ इजिली यु क्यान गो टु दोज प्लेसेस होइन। त्यो चाहिँ एउटा फाइदा रहेछ है त। अब धेरै अरू कुराहरू पनि छ, धेरै फाइदाहरू छ। अब बेफाइदाहरू चाहिँ के रहेछ भनेदेखि हामीलाई थाहा छ नि होइन। जब इजरायलको देशमा के भयो, उसको धेरै मानिसहरूले चाहिँ अविश्वासीहरूलाई बिहे गर्यो नि। सो इजरायलले के गर्यो, 3 महिना लगाएर चाहिँ उनीहरूलाई चाहिँ के गर्यो, डिभोर्स गर्न लगायो क्या होइन। तिमीहरू परमेश्वर खुसी हुनु हुँदैन, विश्वासीले चाहिँ विश्वासीसँग के गर्नु पऱ्यो, बिहे गर्नु पऱ्यो। विश्वासीले चाहिँ विश्वासीसँग बिहे गरेको छ भने चाहिँ त्यहाँ के हुनु पऱ्यो, बिछोड हुनु पऱ्यो, हुँदैन होइन। एउटै
एउटै जुवामा दुईजना हामी जान सक्दैनौँ नि, विश्वासी र अविश्वासी। धेरै प्रब्लमहरू आउँछ, जस्तै आत्मिक वृद्धि पनि हुँदैन होइन। अब फेस्टिभलहरूमा जानु पर्यो, अब अनि त्यहाँ कम्युनिकेसन पनि राम्रो हुँदैन, हुन्छ नि, धेरै प्रब्लमहरू आउँछ क्या। अलिकति मायामा परेपछि आँखाहरू क्लोज हुन्छ केही समयको लागि, तर वन्स यु आर इन द लभ होइन, त्यसले चाहिँ लङ टर्ममा धेरै इफेक्टहरू पार्न सक्छ क्या। त्यो कुरा पनि हामीले बुझ्नु एकदमै इम्पोर्टेन्ट छ। धेरैचोटि चाहिँ हामी आफ्नै इच्छाले होइन, आफ्नै इच्छाले जे मन लाग्यो त्यो गर्छौँ। सो बेसिकली हामी दुईवटा कुरा हेऱ्यौँ, एउटा चाहिँ तिनवटा कुरा हेऱ्यौँ होइन। एउटा चाहिँ हाम्रो जीवनको शरीरको परिपक्वता हुनुपर्दो रहेछ, प्रेममा परिपक्वता हुनुपर्दो रहेछ, अनि तेस्रोमा चाहिँ सही समय पर्खिनु पर्दो रहेछ। अब तपाईँले मलाई भन्नु होला, नवीन दाई होइन, मलाई एउटा केटी मन परिरहेछ, केटा मन परिरहेछ, म शरीरमा पनि परिपक्वता भएँ, माया के हो भनेर पनि बुझेँ, तर अब कसरी एप्रोच गर्ने होइन, कसरी चाहिँ बिहेको कुराहरू गर्ने, मेबी अब कसरी चाहिँ रिलेसनसिपमा बस्ने बेसिकली त्यो एकदमै गाह्रो छ नि। म मेरो साथीहरूलाई भन्छु कि म्याथ पढ्नु होइन, केमिस्ट्री पढ्नु, डक्टर बन्नु होइन, टिचर बन्नु धेरै सजिलो छ, तर जीवनसाथी पाउनु चाहिँ एकदमै गाह्रो रहेछ क्या, सही जीवनसाथी। अनि दुईवटा भ्यू छ क्या, तपाईँहरूलाई म एउटा सिकाएको थिएँ त, दुईवटा भ्यू छ। एउटा चाहिँ पर्सनल भ्यू होइन, आफूलाई जे इच्छा लाग्छ त्यो अनुसारले, जस्तै म बाटोमा गइरहेको छु हो, बाटोमा गएँ, म सिङ्गल छु, बाटोमा गयो अनि केटी राम्रो देखेँ मैले, अनि म चाहिँ के भन्छु, परमेश्वर तपाईँले त्यो केटी मलाई दिनुहोस् होइन, त्यही केटी होला, मैले आज कस्तो राम्रो लाग्यो त्यही भन्ने, म चाहिँ के भयो आफ्नै इच्छाको कारणले मैले के भनेको छु त्यही होला जस्तो लाग्यो होइन। अरू रेडियोमा हुन्छ नि, पढिरहनु हुन्छ, टक्क रेडियोमा राम्रो गीत बज्छ, अनि हुन्छ नि, हो परमेश्वर धन्यवाद, मेबी मैले सोचिरहेको थिएँ तपाईँले ठ्याक्कै पठाइदियो, त्यो चाहिँ पर्सनल भ्यू हो क्या। त्यो चाहिँ इच्छा र भावना अनुसारले गरेको डिसिजनहरू चाहिँ एकदमै डेन्जरस हुँदो रहेछ, त्यो एउटा पर्सपेक्टिभ हो। सेकेन्ड पर्सपेक्टिभ चाहिँ जस्तै हामीले ग्लास लाएन भनेदेखि मैले राम्रोसँग देख्दैन नि। सो यो ग्लास चाहिँ एउटा बिब्लिकल वर्ल्ड भ्यू, बाइबलीय ग्लास हुनुपर्दो रहेछ क्या होइन। बाइबलले के भन्छ त्यो अनुसारले हामी हेर्ने, अनि त्यो अनुसारले चाहिँ हामी चाहिँ स्टेप बाई स्टेप अगाडि बढ्ने। जस्तै एउटा इक्जाम्पल दिन्छु त तपाईँहरूलाई, बाइबलीय वर्ल्ड भ्यू भनेपछि जस्तो एउटा हाम्रो इक्जाममा यतातिर के हुन्छ भने विदेशतिर रुब्रिक हुन्छ क्या, एक्जाममा ओर केही प्रोजेक्ट वर्कहरू दियो भनेदेखि, ओके तिमीले चाहिँ एउटा स्टोरी बुक बनाउनु पऱ्यो भनेदेखि तिमीले चाहिँ यो क्राइटेरिया फुलफिल गर्नुपर्छ। तिमीले के हुनुपर्छ, एउटा बुकलेट हुनुपर्छ होइन, अगाडिको पेज यति 12 फन्ट हुनु पऱ्यो है, त्यसमा यति वर्डहरू 1000 वर्ड्स हुनु पऱ्यो, पिक्चर्सहरू यस्तो खालको पिक्चर्सहरू हुनु पऱ्यो, त्यो क्राइटेरियाहरू छ क्या। त्यो गऱ्यो भने बल्ल उसले के हुन्छ, एक्जाममा पास हुन्छ, ओर असाइनमेन्टमा ऊ पास हुन्छ होइन, राम्रो गर्छ उसलाई। सो हामीलाई पनि क्रिस्चियनहरूलाई पनि त्यो क्राइटेरिया दिएको छ। नम्बर 1 क्राइटेरिया चाहिँ के रहेछ भनेदेखि विश्वासीलाई नै चुज गर, हेर होइन। केटा छ भनेदेखि केटीलाई कस्तो खालको केटी हेर्नुपर्छ, विश्वासी हेर्नुपर्छ, उसको ब्याकग्राउन्ड होइन सुरुमा है त, विश्वासी हो कि होइन सुरुमा चाहिँ त्यो हेर्नुपर्छ। सेकेन्डमा चाहिँ बल्ल अरू कुराहरू हेर्ने क्या, ब्याकग्राउन्ड हेर्ने हो कि होइन, आफ्नो लेभल अफ एजुकेसन सेम छ कि छैन, सेम इन्ट्रेस्ट छ कि छैन होइन, त्यो कुराहरू चाहिँ पछि सेकेन्डरी कुराहरू आउँदो रहेछ कि। त फर्स्ट क्राइटेरिया चाहिँ नम्बर 1 क्राइटेरिया चाहिँ के हुँदो रहेछ परमेश्वरको, विश्वासी छ कि छैन होइन। तपाईँहरूले बुझ्नुभयो होला, सही समय बिहेको शरीरको परिपक्वता हुनु पऱ्यो, राइट समय कुर्नु पऱ्यो, अनि प्रेममा पनि परिपक्वता हुनु पऱ्यो। त्यो भइसकेपछि चाहिँ कुन दृष्टिकोणले हेर्ने भनेदेखि बाइबलीय चस्मा लाउनु पर्दो रहेछ। अनि फर्स्ट क्राइटेरिया चाहिँ सधैँभरि विश्वासी नै हुनु पर्दछ, अफ द सेम फेथ है। भएन भने धेरै प्रब्लमहरू आउँछ, अघि मैले भने जस्तै होइन, आत्मिक वृद्धिहरू हुँदैन रहेछ, धेरै कुराहरू चाहिँ परिवारमा समस्याहरू आउँदछ। हुन्छ, आज भिडियो अलिकति लामो भयो, तर सबैले बुझ्नुभयो भने म आशा गर्दछु है त। म यहाँ स्कुलमा बसिरहेको छु, स्कुल यतातिर छ, यो चाहिँ मेरो बस्ने घर यता, अनि वरिपरि एकदमै रुखहरू छ है, चराहरू आवाज आइरहेछ। परमेश्वरले एकदमै राम्रो क्रिएसन बनाउनु भएको छ, परमेश्वरको क्रिएसन हेरेर परमेश्वरलाई धन्यवाद होस्। तपाईँ सबैजना सन्चै हुनुहुन्छ अनि म आशा गर्दछु। तपाईँहरूको लागि म प्रार्थना निरन्तर गरिरहेको छु है त। हामी सधैँभरि युथहरू स्पेसली हामी प्रभुमा अगाडि बढ्नुपर्छ, अनि हामीले नि के गर्नुपर्छ, एकअर्कालाई उत्साह अनि हौसला अनि उमङ्ग दिएर हामी प्रभुको लागि जिउनुपर्छ। हुन्छ, फेरि हामी अर्को भिडियोमा हामी भेट्नेछौँ। हुन्छ, जय मसीह।